Durani Rasoji Jataniko, Kahani. ला बाबु पनि उठिसकेको रहेछ। आज म कति ढिला, आज कति धेरै काम छ। बाबु पनि उठेछ। रुनु हुँदैन नि छोरो। ओइ ल ल ल ल ल। मम्मीको कति धेरै काम छ, नरौ न छोरो। तिम्रो सानीमा पनि उठेन रहेछ। बहिनीले उठाउन जानु पर्यो। ओ बहिनी। बहिनी, मलाई डिस्टर्ब नगर। आज कति धेरै काम छ, मिलेर गरौँ न। मैले बस भने तिमीलाई यहाँ खुर्क उठेर जाऊ त आफ्नो हातमा जे काम गर्नु छ आफै गर। म गर्न सक्दिनँ, म नोकर हो र यो घरको। कस्तो कुरा गर्नु भएको बहिनी? यो घर दुईजनाकै होइन। खुर्क उठेर जा है। गवार बाबुले सुतेर म काम गर्नु पर्यो। हिजो खाना खाएर भाडा पनि त्यत्तिकै राखेर राख्नु पर्यो। ए दिदी, भात पाकेन भने होइन के गर्दैछ अहिलेसम्म? हिजो राति खाएको भाडा माग्नु परेन? छोरालाई एक्लै छोडेर के गर्नु त, तिमी उठेन? अलिकति काम बाँकी छ, दुलोमा राख्नु न। सक्दिनँ म नगरेर। भाडा माझेर सक्यो। अब रुम सफा गर्नु पर्ला। मेरो फेस वास सक्या, मेरो फेस बिग्रिरह। फेस वास किन्न जान्छु म अहिले एकछिनपछि। भात पकाएर खुरुक्कन रेडी गरेर राख्नु त्यहाँ। कस्तो गरिब परिवारमा बिहे गर्छ भने हे मेरो भाग्य। ओ दिदी, ए दिदी, मेरो हातमा नबस्नु त, खुरुक्क उठ्नु। मेरो बुढाले त्यत्रो पैसा पठाएको, एउटा सोफा पनि किन्न सके छैन। सबै यिनीहरूले खाएर सक्यो। त्यत्रो पैसा मसँग एक सुको छैन। ओ दिदी, यो रुमहरू मिलाउनु त के गरे यो पुरै छारपस्ट। बरु छोरालाई उतातिर सुताइ नि हुन्छ। पहिला काम सकाउनु। मलाई भोक लागिरह, म सबतिर गएँ। अब लुगा चेन्ज गर्नु पर्यो अनि गइहाल्नु पर्यो सबतिर। मेरो मोबाइल कहाँ पुगेछ? ए दिदी, मेरो मोबाइल कहाँ पुग्यो? मैले तिम्रो मोबाइल कहाँबाट देख्नु बहिनी? के थाहा, पैसा नभएर बेच्न नि सक्नुहुन्छ नि। त्यतैतिर होला नि, हेर्नु न। ए यहाँ पो रहेछ। म आउँदासम्म भात पकाएर राख्नु है। मेरो छोरालाई पनि एउटा खेल्ने कुरो ल्याइदियो है। हे छैन मसँग पैसा, किन चाहियो र यसलाई खेल्ने कुरा? म गएको।